बिस्तारै झन् स्पिड घटायो यो टेम्पो किन गाडी रहेछ अब यो गाडी हेर्नुहोस् किन अगाडि गएको छैन यो त्यहाँ अगाडि यत्रो ठाउँ छ उसले क्याचअप गर्न मिल्ने हिल्स टु गो बल्ल जानु थाल्यो त्यसै डिस्टेन्स राख्नु है तपाईँले झ्याप्प ब्रेक हान्नु पऱ्यो भने पनि अलिकति ठाउँ होस् न होइन तपाईँको गाडी रोक्नलाई या बाइक रोक्नलाई या स्कुटर बस ट्रक वरेभर अब म यहाँ लेफ्टमा आइरहेको छु कसरी आउँछ यार अब फेरि म लेफ्ट सबैभन्दा लेफ्टको लेनमा छु होइन यहाँ छु अब मैले यहाँबाट ओभरटेक नगर्ने क्या अब यो गाडी लेफ्टको लेनमा बस्छ कि बस्दैन ल ऊ लेफ्टको लेनमा बस्यो अब म उसलाई राइटबाट ओभरटेक गर्छु बिस्तारै होइन ऐना चेक हेर्नुहोस् राइटको लेनमा बिस्तारै गयो भने यहाँ सबजनालाई छेक्यो क्या होइन दिस इज समथिङ यु मस्ट लर्न के गरेर चलाउँछ राइट लेनमा बिस्तारै नचलाउनुहोस् कि तपाईँ मेरो लेफ्ट लेन ड्राइभिङ सिस्टम हो त्यसको त्यो भएपछि राइट लेनमा तपाईँ बिस्तारै गयो भने पछाडि सबैजनाको स्पिड हुन्छ क्या अलिक जाम हुन्छ क्या मान्छेहरूलाई यसै होइन जाम हुन्छ भनेर छाउ लागिरहेको हुन्छ त्यसमाथि पनि तपाईँ त्यसरी जेप्पाते गरेर चलायो भने होइन अझै जाम हुने चान्सेस हुन्छ किन भन्दा मान्छेहरूलाई त्यो के भन्छ झन् झर्को लाग्छ नि त होइन ऐना चेक बिस्तारै जाउँ सेकेन्ड लेनमा छ यो गाडी त्यही भएर लेफ्टको लेनबाट ओभरटेक गरे पनि इट्स नट डेन्जरस तर जहिले पनि त्यो गाडीलाई हेरेर ओभरटेक गर्नु तपाईँ लेफ्टको लेनमा हुनुहुन्छ सेकेन्ड लेनमा गाडी छ अरे त्यस्तो बेला है ओके वी आर कुपन्डोल अब कुपन्डोल पुग्यो हामी अब के गर्ने खालको ऐना चेक गरिरहेको छु म टाइममा ऐना चेक गर्दै गइरहेको छु यो गाडी के गरिरहेको हो त्यत्रो ठाउँ खाली छ मान्छेहरू बाटो काटिरहेछ कहिलेकाहीँ यसरी रोकिदिएको ठिकै हो होइन तर मान्छेहरू जति बेला पनि जेब्रा क्रसिङमा हिँडिदिन्छ क्या होइन सबैजनाले बुझ्नुपर्ने अर्को कुरा के हो भन्दाखेरि जेब्रा क्रसिङ छ भन्दैमा तपाईँ जुनसुकै बेला पनि बाटो काट्नु हुँदैन क्या गाडीहरू आइरहेको हुन्छ अलिक स्पिडमा आइरहेको हुन्छ होइन ल यसो राइट लेनमा बसेर बिस्तारै नचलाउनु अनि जेब्रा क्रसिङको कुरामा होइन तपाईँ जेब्रा क्रसिङ छ भन्दैमा जति बेला पनि बाटो काट्नु हुँदैन क्या गाडीहरू कहाँ छ कति टाढा छ होइन कतिको स्पिडमा आइरहेछ त्यो याद गर्नु पऱ्यो होइन त्यहाँ ट्राफिक लाइट छ कि छैन हिँड्ने मान्छेहरूलाई रातो बोलिरहेछ भने नजानुहोस् ग्रिन बोलिरहेछ भने तपाईँको जाने पालो भयो त्यस्तो बेलामा गाडीहरूले छेक्नुपर्छ अनि रोक्नुपर्छ होइन किन अब रोक्नु पर्ने नै हुन्छ किन भन्दा त्यहाँ पनि ट्राफिक लाइट हुन्छ कि उनीहरूलाई रोक भनेर क्या ल अब जम कति सेकेन्ड बाँकी हो एनिवे गाइस सबैभन्दा लेफ्टको लेनमा लेफ्टबाट ओभरटेक नगर्ने हो त्यो गाडीलाई लेफ्टबाट ओभरटेक नगर्ने आएपछि अलि स्पिड कम हुन्छ होइन मेरो पनि स्पिड कम हुन्छ मेरो पछाडिकोहरूको पनि स्पिड कम हुन्छ स्पिड घटायो अलिकति
गाडीहरू हामी सबै यहाँबाट जान खोज्छ होला क्या गएन हाम्रो अघि जस्तो मैले होइन सबैभन्दा लेफ्टको लेनमा लेफ्टबाटै ओभरटेक गर्दिनँ त मेरो बानी नै त्यही छ क्या अब चाहिँ होइन अब यो गाडीहरू अलिकति लेफ्ट च्याप्नु पर्ने त्यो कुरा पनि बुझ्नुपर्छ गाडीहरू बसहरू ट्रकहरू होइन माइक्रो बस होइन के अरे टेम्पो ट्र्याक्टरहरू होइन सबै चारपाङ्रे गाडीहरू त यता लेन लेफ्ट सबैभन्दा लेफ्टको लेनमा छ भने लेफ्ट च्याप्नु पर्छ होइन अब भइरहेछ अब यसलाई जानु दिउँ सेकेन्ड लेनमा छ लेफ्ट लेनलाई ओपन छोडिदिनुपर्छ क्या लेफ्ट जानेहरूलाई बाटो नछोड्नुहोस् किनभने लेफ्ट लेन ड्राइभिङमा लेफ्ट लेनलाई ओपन छोड्नुपर्छ सकेसम्म छोड्नुपर्छ होइन अब यो लेनबाट यताको लेनमा गयो अनि सिधा गयो द्याट इज ओके यो बत्ती बलिसक्यो द्याट इज ओके मैले पनि सिग्नल दिनु पऱ्यो अब दिएको राम्रो सिग्नल भनेको अलिक परदेखि दिने गर्नु है आई नो यु गाइज हु फलो मी होइन तपाईँहरूले पनि दिन्छ भनेर मलाई थाहा छ क्या तपाईँहरू लाइक यु गाइज आर अ गुड क्राउड क्या होइन अब सिग्नल अफ गर्नु पऱ्यो होइन सिग्नल अफ गर्नु पऱ्यो अब बिच लाइन बाटोको बिच लाइन यहाँ छ होइन डटेड लाइन आयो है अब हेडलाइट पालौँ अँध्यारो हुन थाल्यो ठिकै अँध्यारो देख्न त देख्छ अब मैले फेरि सिग्नल पाल्न थाल्नु पऱ्यो